सरपंच तेच गावचे छोराछोरी सानो हुन्जेल मर्छ कि भन्ने डर र छोराछोरी ठुलो हुँदाखेरि चाहिँ मार्छ कि भन्ने डर, त्यही कुराहरू म पहिला सुनेर आउँथेँ। सेम घटना यो भयो मुम्बईमा। एउटा आइफोनको लागि आफू पनि गयो, बाउलाई पनि लिएर गयो, साथमा आमालाई पनि लिएर गयो, पुरा फ्यामिली नै खतम। के एउटा आइफोनको मात्रै भ्यालु छ तिनजनाको ज्यानको हिसाबले? यस्तो घटना आइफोन लिनु सक्दैन फ्यामिलीबाट, यत्रो भएको केटाले बुझ्ने क्षमता हुनु पऱ्यो नि त। कति नम्बर लेभलको एडिक्टेड। पहिलाको जमाना यस्तो थियो कि हामीलाई बाउआमाले के उल्टापल्टा काम गऱ्यौँ भने कुटेरै मार्छ कि भन्ने डर हुन्थ्यो क्या। आजकल नानीहरूले बाउआमालाई नै धम्की देखाउँदैछन्, मर्दिन्छु, मतलब हरेक चिजमा मर्दिन्छु म, अनि बाउआमा डराउँदैछन्। पहिला छोरछोरी डराउँथ्यो पहिलाको जमानामा कि बाउले मार्ने हो कि भनेर, अहिलेको मेरो छोरछोरी पो मर्छ कि भन्ने खालको सिचुएसन आइसक्यो। कति दबावमा छ बाउआमाहरू आजकल। किन यस्तो हुँदैछ? किन यो एजुकेसनले गर्दा कि यस्तो हुँदैछ कि यो धार्मिक प्रभाव कम्ती पढेर संस्कार बिर्सेको हो कि केही न केही यस्तो हुँदैछ? सानोमा हामी पुलपुल ल्याएर बेसी हो कि? तर यस्तो खालको हाम्रो घटना हाम्रोतिर घरतिर पनि गाउँमा पनि भएको थियो। अस्ति एउटा केटालाई मोबाइल फ्री फायर खेल्दो रहेछ, त्यसको दाजुले भाइचेको मोबाइल रहेछ, भाइचेको मोबाइल छैन भने मोबाइल किनिदिँदैन भनेर दोरी लिएर खोलातिर गएको थियो गाछमा झुन्डिनको लागि कि मोबाइल चाहिन्छ। भोलिपल्ट तुरुन्त मोबाइल। यो खालको डिमान्ड हामी देखाउन सक्थ्यौँ? एक टाइम थियो हामीलाई 10 रुपियाँ स्कुल जाँदा माग्दा पनि टेन्सन हुन्थ्यो, पिटाइ खाने, पिटाइ गर्ने हो कि भनेर। कहाँ गयो त्यो जमाना? आजकलको छोरछोरी होइन बाउआमा उल्टा दबाउमा छन्। र यो चिज कहाँ गल्ती हुँदैछ तपाईँहरू सोचेर हेर्नुहोस् त एकखेप।